दर्शकवृन्द नमस्कार। नेपाली न्यूज मिडियामा यहाँहरूलाई हार्दिक स्वागत छ। दर्शकवृन्द प्रतिपक्षको सातौं उडाउँदै रोस्टमबाट गर्जिन रचना खतिवडा सहित जेन्जी सहितकी आमा यो सरकार मुर्दाबाद होइन जिन्दाबाद हो भन्दै दिन कडा दनक। दर्शकवृन्द मन्त्री परिषदले गर्यो 5 निर्णय के गर्यो त 5 निर्णय आउनुहोस् यसमा सम्पूर्ण जानकारी। गाडी तेर्छ यो बारे सरकारको प्रवक्ताले भने जुनसुकै पार्टीको भए पनि कडा भन्दा कडा कारबाही हुन्छ। राष्ट्रपति रामचन्द्र पौडेलद्वारा बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण कार्यान्वयनको बाटो खुल्ला। बालनसँग छलफलमा उठेका विभिन्न प्रश्नबारे राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामछानेले के भने त आउनु यसमा पनि विशेष रिपोर्ट छ। रविले मन्त्री फेर्ने दबाब दिएपछि बालनले भने प्रधानमन्त्री पद त्याग्छु। दर्शकवृन्द मिडियामा गाडी पार्किङ बारे रवि राजसभाकै कार्यकर्ता भए पनि कारबाही हुने र अभिषेक गिरीको दादागिरी कन्स्ट्रक्सनको टिप्पर स्काभेटर कबाडीमा बेचे बुढा नीली कण्ठमा घर कब्जा गरे र दर्शकवृन्द ट्राफिक नियम उल्लङ्घन 50,000 सम्म जरिवाना तिर्न नसके श्रमदान मन्त्री सुनालको भनाई। दर्शकवृन्द यस्तै खबरका साथ तपाईहरुमा छोटो र मिठो तरिकाले देश तथा विदेशका कयौं खबरहरू केही मिनेटमै प्रस्तुत गर्ने छौं। त्यसैले हाम्रो भिडियोलाई लाइक शेयर र सब्स्क्राइब गरी अन्तिमसम्म हेरेर साथ दिनु होला। दर्शकवृन्द आउनुहोस् आजका मुख्य खबर विस्तारतर्फ लागौं। दर्शकवृन्द आउनुहोस् आजको पहिलो तथा विशेष खबरतर्फ लागौं। प्रधानमन्त्री बालन शाहको अध्यक्षतामा मंगलबार बसेको मन्त्रीमण्डल बैठकले कृषि सुरक्षा खेलकुद सार्वजनिक संस्थान र मिटर ब्याज पीडितसँग सम्बन्धित 5 महत्त्वपूर्ण निर्णय गरेको छ। सरकार प्रवक्ता एवं सञ्चार मन्त्री सस्मित पोखरेलले बैठकमा निर्णय सार्वजनिक गर्दै मन्त्रीपद विभाजन पहिलो संसद नियमावली 2083 स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिएका छन्। संसद नियमावली मार्फत विभाजन क्षेत्रको नियमन र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने सरकारको अपेक्षा रहेको छ। बैठकमा सशस्त्र परिबल एपीएफ अन्तर्गत खोज तथा उद्धार कार्यमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने निर्णय पनि गरेको छ। जोखिमपूर्ण उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले उक्त निर्णय गरिएको सरकारको भनाइ छ। यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता पदक जित्ने खेलाडी प्रशिक्षक सहायक प्रशिक्षक फिजियोथेरापिस्ट तथा व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। यसबाट अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलकर्मीलाई प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। बैठकले नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स सञ्चालक समितिका अध्यक्ष महेश्वर भक्त श्रेष्ठलाई कार्यकारी अध्यक्ष नियुक्ति गर्ने निर्णय पनि गरेको छ। उनलाई निगमको महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी कार्यकारी अधिकारी प्रदान गरिएको छ। दर्शकवृन्द त्यसैगरी अनुचित लेनदेन मिटर ब्याज सम्बन्ध यसअघि नेपाल सरकारले गठन गरेका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालय मार्फत तत्काल कार्यान्वयन गर्ने निर्णय पनि मन्त्री परिषदले गरेको छ। सरकारले मिटर ब्याज पीडितका समस्या समाधानका लागि आयोगको सिफारिस कार्यान्वयनलाई तीव्रता दिने जनाएको छ। दर्शकवृन्द आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौं। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभा सभापति रवि लामछाने प्रधानमन्त्री बालन शाहसँग 2 दिन अघि भएको छलफलबारे सञ्चारकर्मीलाई जानकारी गराएका छन्। उनले छलफल सकारात्मक र परिणाममुखी भएको प्रतिक्रिया दिएका छन्। मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले समसामयिक राजनीतिक मुद्दा र कुमारी समस्याको दीर्घकालीन समाधानका विषय केन्द्रित रहेर बालनसँग छलफल भएको जानकारी दिएका छन्। करिब 4 घण्टासम्म चलेको उक्त बैठकमा विशेष गरी काठमाडौँको सुकुम्बासी समस्याले कसरी मानवीय र प्रभावकारी ढङ्गले समाधान गर्ने भन्ने बारे गम्भीर संवाद भएको लामिछानेको भनाइ छ। उनले भने आम नागरिकले दुःख पाउनु भएन। व्यवस्थापनका पाटोलाई लिएर हामीले बढी चिन्ता व्यक्त गर्यौं र त्यसका लागि आवश्यक कदम चाल्ने सहमति भएको छ। उनले देशको वर्तमान राजनीतिक परिस्थिति र आगामी कार्यदिशामा बारेमा पनि शीर्ष नेताहरूबीच सौहार्दपूर्ण वातावरण कुरा भएको उल्लेख गरेका छन्। सञ्चारकर्मीले सोधेको नो पार्किङ क्षेत्रमा गाडी पार्किङ गरी 500 को चिट काटेर छाडिएको विषयले टिप्पणी गर्दै लामिछानेले आफ्नो पार्टी विधिको शासन अडिग रहेको स्पष्ट पारेका छन्। यस विषयमा सरकार र राजसभा नै मुछिएको भन्दै सञ्चारकर्मीले प्रश्न गरेका छन्। जवाबमा उनले यो गलत कुरा हो, छानबिन हुनुपर्छ र कारबाही हुनुपर्छ भनेर हामी नै भनेका छौँ। राजसभा त्यो पार्टी हो जसले आफ्नो सांसदलाई 72 घण्टाभित्र कारबाही गरेको इतिहास छ। त्यसैले जोसुकै संलग्न भए पनि राजसभाकै भयो भने कानुन सबैलाई बराबर हुने उनको भनाइरहेको छ। यस्तै मन्त्रीको गाडी प्रयोग गरिएको कालो सिसाका बारेमा उठेको प्रश्न उनले ट्राफिक प्रयोग नियम अनुसार कारबाही गर्ने र सम्बन्धित मन्त्रीले हटाउनु पर्ने बताएका छन्। लामिछानेले सञ्चारकर्मीसँग कुराकानीमा आफ्नो पार्टीले सधैँ पारदर्शी र जवाबदेहिताले प्राथमिकता दिने दाबी समेत गरेका छन्। उनले बालन शाहसँगको समन्वय नै रोकिएका धेरै कामहरू गति लिने समेत बताएका छन्। दर्शकवृन्द आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौं। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाकी सांसद रचना खतिवडा खत्रीले वर्तमान सरकारको कडा बचाउ गर्दै संसदमा यो सरकार मुर्दाबाद होइन जिन्दाबाद हो भन्ने अभिव्यक्ति दिएकी छन्।
दर्शकवृन्द मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कुनै पनि राजनीतिक दल एकैपटक परिपक्व नहुने बताउँदै जनताको विश्वास र समर्थनले मात्रै पार्टी सशक्त बन्दै जाने धारणा व्यक्त गरेकी छन्। उनले सरकारले सफल बनाउनुभन्दा कसरी असफल बनाउने भन्ने मानसिकता हावी भएको आरोप समेत लगाएकी छिन्। सांसद खतिवडा देश शहीद परिवार घाइते तथा आम नागरिकको हितमा काम गर्ने प्रतिबद्धता सहित आएका गृहमन्त्रीलाई सदनमै भावुक बन्नुपर्ने अवस्था सिर्जना गरिएको भन्दै दुःख व्यक्त गरेकी छन्। दर्शकवृन्द जेएनजी आन्दोलन शहीद रसिका खतिवडाकी आमा समेत रहेकी उनले घाइतेहरू अहिले पनि गम्भीर पीडामा बाँचेर उनले गर्दै उनीहरूको अवस्थाप्रति राज्य र राजनीतिक दलहरू संवेदनशील हुनुपर्ने बताएकी छन्। उनले विगत हिंसात्मक घटनाको प्रसङ्ग उठाउँदै विपक्षी दलहरूले प्रश्न गरिनु निर्दोष बालबालिकामाथि गोली चल्दा तपाईँहरूको आवाज कहाँ थियो, साथै लासमाथि राजनीति नगर्न सबै पक्षले आग्रह गरेकी थिइन्। सांसद खतिवडाले भ्रष्टाचार विरुद्ध अभियान चलाउन जनताले दिएको जिम्मेवारी पूरा गर्न खोज्ने सरकारले अनावश्यक रूपमा घेराबन्दी गरिएको दावी गर्दै सरकार विरुद्ध लगाइने मुद्दा नाराको प्रतिवाद गरेकी छिन्। उनको भनाइ थियो, यो सरकार मुद्दावाद होइन जिन्दावाद हो। जनताको अपेक्षा पूरा गर्ने दिशामा अघि बढिरहेको सरकारले सफल बनाउन सबैले सकारात्मक भूमिका खेल्नुपर्ने पनि उनको भनाइरहेको छ। दर्शकवृन्द आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौँ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष 2083-84 को बजेट कार्यान्वयनका लागि आवश्यक 3वटा बजेट सम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन्। मंगलबार राष्ट्रपति पौडेल विनियोजन विधेयक 2083, राष्ट्र ऋण उठाउने विधेयक 2083 र आर्थिक विधेयक 2083 प्रमाणीकरण गरेका छन्। राष्ट्रपति कार्यालय प्रवक्ता रितेश कुमार साक्यका अनुसार नेपालको संविधानको धारा 113 को उपधारा 2 बमोजिम राष्ट्रपतिले संघीय संसद पारित भएका तीनै विधेयक प्रमाणीकरण गरेका छन्। सरकारले गत जेठ 15 गते संघीय संसद समिति बैठकमा आगामी आर्थिक वर्ष 2083-84 का लागि बजेट प्रस्तुत गरेको थियो। त्यसपछि प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट बजेट तथा त्यससँग सम्बन्धित विधेयकहरू पारित भएका थिए। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएसँगै बजेट कार्यान्वयनका लागि आवश्यक संवैधानिक प्रक्रिया पूरा भएको छ। अब सरकारले विनियोजित कार्यक्रम तथा योजना अनुसार खर्च गर्न, राजस्व सङ्कलन गर्ने र आवश्यक परे कानुन बमोजिम सार्वजनिक ऋण उठाउन कानुन आधार प्राप्त गरेको छ। दर्शकवृन्द आउनुहोस् यसैगरी अर्को खबरतर्फ लागौँ। मोरङ कारागार कैदी बन्दीहरूबाट असुल गरेको घटनामा अदालतबाट हाजिर जवानीमा छुटेको अभिषेक गिरीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पुनः पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। असार 24 उनलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो। गुण्डागर्दी पृष्ठभूमिबाट उदाएका गिरी पछिल्लो समय नेपाली काङ्ग्रेस आबद्ध थिए। अपहरण तथा शरीर बन्धक बन्दमा उनी 9 वर्ष जेल बसेर 2079 चैत 5 गते छुटेका थिए। नेपाल पुरानो कन्स्ट्रक्सन कम्पनी मध्ये हो श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी। श्रेष्ठ कन्स्ट्रक्सनका सञ्चालक सुभाष श्रेष्ठलाई ठगी तथा अपराधी विश्वासघात गरेको कसुरमा सिआइबीले अभिषेकलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। दर्शकवृन्द अभिषेक र सुभाषको बीचमा देखिएको 4वटा विवाद ब्युरोले अनुसन्धान गरिरहेको छ। पहुँचको आधारमा ठेक्का मिलाइदिने आश्वासन दिएर श्रेष्ठ कन्स्ट्रक्सनले पाएको ठेक्का अभिषेकले आफ्नो कम्पनी मार्फत गर्छु भनेर काम नगरेर श्रेष्ठ कन्स्ट्रक्सनलाई आर्थिक नोक्सानी पुर्याएको आरोप छ। हुलाकी सडक विराटनगर हाट खोलाबाट रङ्गेली जाने सडक खण्डको 6 किलोमिटर 83 करोड 89 लाखको ठेक्का श्रेष्ठ कन्स्ट्रक्सनले पारेको थियो। 2074 भएको ठेक्का सम्झौता काम नभएपछि हुलाकी सडक आयोजना सम्झौता रद्द गरेर नयाँ प्रक्रिया थालेको थियो। हुलाकी सडक काम अभिषेकले आफ्नो कम्पनी आरसी सप्लाइज एन्ड कन्स्ट्रक्सन प्रणाली मार्फत गरेर अल्पत्र पारेको आरोप छ। सडकको 22% काम श्रेष्ठले नै गरेको र बाँकी कामको जिम्मा लिएका आवश्यकले ठेक्का अल्पत्र पारेका हुन्। विराटचोक नजिकै सडक प्रोजेक्ट पनि जिम्मा लिएर गिरीले त्यसै गरी अल्पत्र पारेको अनुसन्धान सक्नुहुन सिआइबीका अधिकृतहरूले बताएका छन्। मोरङ जिल्ला विराटनगर उपमहानगरपालिका वडा नम्बर 8 मधुमारा घर भएका 48 वर्षीय गिरी विरुद्ध ठगी तथा अपराधी विश्वासघात सम्बन्धी कसुरमा 6 दिनको म्याद लिएर अनुसन्धान भइरहेको सिआइबी प्रवक्ता एसएसपी अनुप शमशेर जबराले बताएका छन्। अभिषेकको दादागिरी यतिसम्म थियो कि श्रेष्ठ कन्स्ट्रक्सनलाई जानकारी नै नदिई उनले सो कम्पनी स्कारभेटर र टिप्पर कबाडीमा बेचिदिए। मेसिनको सहयोगमा काटेर टिप्पर र स्कारभेटर कबाडीमा बेचेको अनुसन्धानमा सम्बन्ध अधिकृतले बताएका छन्। विराटचोक नजिक सडक प्रोजेक्ट प्रयोग गर्न भनेर श्रेष्ठ कन्स्ट्रक्सन पठाएकी टिप्पर र स्कारभेटर उनले बेचेका हुन्।